कुरो हाम्रो साकेला आइसक्यो है। साकेलालाई पनि हामीले उ गरेर चाहिँ हामीले यसलाई रोलरहरू हाम्रो नगरदेखि हैन, हाम्रो नगरदेखि सबै रोलरहरू अब काम विशेष त हामीलाई काम हो हैन, गफले देश बन्दैन। हजुर, त्यसले गर्दाखेरि हामी काम गर्न छोड्दैन। ब्रेन पनि छैन, केही पनि छैन, लु हुँदैन मेयर साहबसँग भनेपछि मेयर साहबले केही नभनिकन 8,30,000 एस्टिमेट बनेर भलहरु बगिले दर्शकबिन्दु नमस्कार। अहिले म धरान 17 को साकेला पार्कमा आइपुगेको छु र आज यहाँ नेपाली कांग्रेस धरान उपमहानगर समिति दोस्रो नगर सम्मेलन भइरहेछ आज जेठ 14 गते र यहाँ चाहिँ जेठ 17 गते चाहिँ साकेला शिल्प प्रदर्शनी भव्य रूपमा यहाँ चाहिँ साकेला पार्कमा साकेला सांस्कृतिक पार्कमा हुने गरेको छ र जेठ 17 गते चाहिँ यहाँ चाहिँ भव्य जिल्लाभरिकै विभिन्न नगरको विभिन्न वडाबाट चाहिँ यहाँ चाहिँ सहभागी हुन्छ। अहिले यहाँहरू देख्न सक्नुहुन्छ यो ठाउँमा चाहिँ अहिले मजाले बाटोहरू पेलिँदैछ। बाटो फराकिलो बनाएको छ, चौरस्ता यो मास्तिर आउने बाटो र यो तीनतिरको बाटोमा चाहिँ एकदम मजाले बाटो बनाइएको छ, बढाइएको छ र यहाँ चाहिँ बाटो अहिले पेलिँदैछ। मनी राई, तपाईँ यहाँ स्थानीयवासी। हजुर, यो जुन साकेला मार्ग स्तर उन्नति भइरहेछ अहिले। हजुर हजुर, के काम भइरहेको छ त्यो बारेमा पहिले जानकारी दिनुहोस्। हाम्रो हैन, सुरुमा हामीले एजिङ बनायौँ, ड्रेन बनायौँ। हजुर, ड्रेन बनाए बापत आज हामी यसलाई हामी पेल्ने काम गरिरहेका छौँ है। हजुर, र अलिकति हामीलाई चाहिँ किनभने यहाँ साथीहरूको नेपाली काङ्ग्रेसको कार्यक्रम रहेछ। हजुर, त्यसले अलिकति अवरोध गरिरहेछ। हामीले जानकारी चाहिँ गराएको छौँ, गाडीहरू बाटोमा रहेछ होइन। हजुर, अब सार्दैला साथीहरूले कुरा बुझ्दैला है। हजुर, त्यसरी छ। यो अहिले सबै के नगरपालिकाबाटै आएको? हजुर, हाम्रो यो सब हाम्रो यस्तो यो हाम्रो ड्रेन हाम्रो मेयर कोषदेखि हो है। यो उतापट्टिको ड्रेन यो हाम्रो ड्रेन एजिङ मेयर कोषको हो। कति मिटरको ड्रेन बन्यो यो? हाम्रो 145-55। हजुर, 155 मिटर हो। कति बजेट आएको थियो? हाम्रो यो बजेट 8 लाख। त्यसले 155 मिटरको ड्रेन बन्यो। त्यसमा तपाईँले श्रमदान पनि छ होइन। त्यसमा अलिकति हाम्रो 60-40 भनौँ न। हजुर, हामीले ऊ पनि उठाएको छौँ हामीले पनि। हजुर, हजुर, त्यसरी श्रमदान पनि भयो है हाम्रो उसदेखि। अनि अरू सबै यो कामहरू यो जस्तो यहाँ त यो मिसगिटीहरू पनि हाल्नु भयो? यो मिसगिटी हामीले हाम्रो पैसादेखि, हजुर, बचेको पैसादेखि हामीले गरिरहेको छौँ। हजुर, त्यो 8 लाखबाटै 8 तपाईँको प्लस हाम्रो स्थानीयदेखि 4 लाख 12 लाखको हो। 12 लाखमा चाहिँ हामीले यो काम समापन गर्दैछौँ। हजुर, अब हाम्रो यो तपाईँको यो हाम्रो के भन्छ हाम्रो बजेट चाहिँ पास भएको छैन होइन। यो अब हामी यो गरिसकेपछि प्रथम कुरो हाम्रो साकेला आइसक्यो है। हजुर, साकेलालाई पनि हामीले उ गरेर चाहिँ हामीले यसलाई रोलरहरू हाम्रो नगरदेखि होइन, हाम्रो नगरदेखि सबै रोलरहरू आएर हामी काम गरिरहेको छौँ। त्यस्तो छ। यो मिक्स गिटीहरू त किन्नु परेन होला? यो पनि मिक्स गिटी अहिले किन्नु परेको छ, सबै नगरबाटै नगरदेखि आइरहेको छ। सबै नगरदेखि। रोलर पनि भाडा तिर्नु परेन, टिपरको पनि परेन, जेसिबीको पनि परेन है, केही परेको छैन। पानी पनि परेन? पानीको चाहिँ मलाई जानकारी भएन, पानीको चाहिँ वर्ष पर्दैन होइन। खानेपानी बोर्डकै सायद ट्याङ्करहरू हो होइन। भनेपछि स्थानीयवासी तपाईँहरूले चाहिँ के गर्नु पर्यो योगदान? हामीले त अब यहाँ हामी खटिरहेछौँ, खट्ने होइन। अब खटिरहेछौँ, हेर्ने हेरिरहेछ, त्यस्तै त हो है। तपाईँहरूको मतलब आर्थिक लगानी गर्नु परेन नि? आर्थिक लगानी भनेको सुरुमा लगानी गरेको यो 60-40 भनेको तपाईँको मेयर कोषदेखि 8 लाख। हजुर, अनि हाम्रो अरू पनि छ, हाम्रो स्थानीयदेखि पनि उठाएको छौँ। हजुर हजुर, त्यसरी हो। भनेपछि यो अहिले यो बाटो यसरी स्तर उन्नति हुँदै गर्दा कतिको खुसी हुनुहुन्छ तपाईँहरू? एकदम हामी सबै खुसी छौँ है। हजुर, कोही अब तपाईँ त्यस्तो छैनन् त्यस्तो। तपाईँहरूको गाडी यता राखिदिनुहोस् ल, यता सुन्नुभयो, गाडी यहाँ नराखिदिनुहोस् ल, त्यसरी छ। हजुर, त्यसरी रोलरले
हजुर नमस्कार। आरामै हुनुहुन्छ? हजुर एकदम आराम सुस्ताले। यो अहिले जुन हामी एउटा कार्यक्रममा पनि आएको छौँ अहिले होइन, यहाँ साकेला पार्कमा एउटा कार्यक्रम भइरहेको छ र अहिले यहाँ जुन बाटो पनि उत्तर उन्नत हुने क्रममा छ होइन, यो यसको अलिकति बारेमा जानकारी गराइदिनु। अब आज चाहिँ अब हामीले अस्ति मिक्सगिटी लगाएको थियौँ। मिक्सगिटी लगाएर अस्ति अब यो बाटो हिँड्ने बाटै थिएन, अनि मिलाइराखेको थियौँ। अनि मिलाएर आज चाहिँ रोलर लाउनुपर्छ र नपुगेको ठाउँमा चाहिँ मिक्सगिटी फेरि लाउनुपर्छ भनेर मेरो साथसँग सल्लाह गरेर आज हामीले ल्याएको। तर यहाँ कार्यक्रम आज 15 गते छ भन्दै गर्दाखेरि थाहा भएन। हामी चाहिँ फेरि यस्तो अब कुन कार्यक्रम कहाँ छ के छ भन्ने वास्ता नगर्ने मान्छे भएकोले अब कार्यक्रम थाहा भएन। अनि फेरि अब गाडीको पालो पनि आज नै आयो। अनि अब पालोमा पाइएन भने त गाडीलाई अब टाइमिङ मिल्नु पर्यो, अनि त्यो मिल्नु गाह्रो हुन्छ। त्यसले गर्दा हामीले चलाइसकेर भरे मात्रै कार्यक्रम छ भने यो अब बोर्डहरू देखियो यता आउँदाखेरि अगाडि चाहिँ कार्यक्रम छ भन्ने कुरा थाहा थिएन हामीलाई। त्यही त कार्यक्रमले आज त निकै डिस्टर्ब भएको छ नि। त्यति साह्रो डिस्टर्ब त छैन। अब मतलब पार्किङ गर्ने त सबै बाटोमा पार्किङ छ, काम पनि बाटोमै छ होइन त? हजुर, तर पनि म्यानेज गर्नुपर्छ, मान्छे हो बुझ्नुपर्छ सबैले, बुझिन्छ पनि। अब काम विशेष त हामीलाई काम हो होइन, गफले देश बन्दैन। हजुर, त्यसले गर्दाखेरि हामी काम गर्न छोड्दैनौँ। काम अब यति सक्नै पर्ने छ। आज पालो पाएन भोलि पर्सि अब साकेला आइहाल्यो, मिलाउनु पनि सकिँदैन नि त। हजुर, त्यसले गर्दाखेरि हामी काम सक्छौँ। यो बाटो जुन अहिले बन्दैछ साकेला मार्ग र रिसोर्ट लाइन होइन त, यो बाटो त्यसरी बनिरहेको छ, यसमा चाहिँ के छ स्थानीय को पनि सहभागिता छ कि नगरपालिका मात्रैको के छ? यो चाहिँ अब मेरो नेतृत्वमा बनेको ट्रेन हो। यहाँ चाहिँ धरान उपमहानगरपालिकाका हाम्रो मेयर साहबबाट, मेयर कोषबाट चाहिँ 8,30,000 को बजेटमा बाँकी चाहिँ उपभोक्ता र श्रमदान गरेर हामीले कम्प्लिट गरेको छौँ। यो चाहिँ 200 मिटर नाप्दा चाहिँ 210 मिटर छ, तर एस्टिमेटमा चाहिँ 200 मिटर मात्रै कसरी भयो अलिकति घटेको छ। 10 मिटर घट्यो, 10 मिटर चाहिँ घटेको रहेछ। तर केही छैन, हामीले काम कम्प्लिट गरिहाल्यौँ र त्यो चाहिँ अब पुर्ने काम चाहिँ भइरहेछ। अब आउँदो वर्ष चाहिँ यसरी नै कालोपत्रे बनाऊँ भन्ने उद्देश्यमा छौँ। अब कहाँसम्म अब यहाँ चाहिँ सरकारवालाको आँखा पुग्छ भनौँ न, सिधी भन्नुपर्दा। अब निवेदन लगाएको धेरै पटक भइसक्यो, इस्टिमेट बनाएर पठाएको धेरै पटक भइसक्यो, तर अहिलेसम्म आँखा खुलेको छैन। अब आँखा खुल्नु पर्यो, किनभने यो बाटोमा नहिँड्ने कुनै पनि मन्त्री छैन, प्रधानमन्त्री छैन। आज पनि हाम्रो गगन थापाज्यू आउनु भएको छ, तर यो बाटोले चाहिँ कहिले पनि राहत पाएन कि जब धरान जन्मेको 124 वर्ष हुँदाखेरि 123 वर्षको पालामा चाहिँ यहाँ ड्रेन बनाउनु सफल भयो, एजिङ बनाउनु सफल भयो। अब 124 अहिले कुदिरहेछ होइन, हिजोअस्ति 124औं हामीले वार्षिक उत्सव मनायौँ। अब 125औं बेला चाहिँ कालोपत्रे होस् भन्ने चाहिँ अपेक्षामा छौँ र आशावादी छौँ। यहाँको जति पनि उपभोक्ताहरू छौँ नि हामी सबैजनाको आशा अपेक्षा भनेको राई जातिको सबैभन्दा ठुलो जुन धरान सुनसरी जिल्लाको साकेला पर्व चाहिँ यहाँ भएको हुनाले यस्तो सांस्कृतिक सम्पदा भएको ठाउँ त राम्रो बनिनुपर्छ नि त। तर यहाँ चाहिँ किन हेरिएन भन्ने विषय छ कि, त्यसैले गर्दा अबको दिनमा चाहिँ यहाँ अनिवार्य हेरिनुपर्छ। कुनै पार्टी जातिको कुनै मतलब छैन हामीलाई, तर राम्रो मान्छे आएर यो बाटोको लागि साथ सपोर्ट दिनु पर्यो र साथ सपोर्ट दिनै पर्छ। यदि होइन भने धरानी जनताले के गर्नुपर्छ त्यसपछि कदम चाल्नु त बाँकी नै छ। हामी चाहिँ सिधा सादा मान्छे हो, सिधा बाटो हिँड्छौँ हामी। बाङ्गे सिधा जानु, यो पारिपट्टि जानुपर्छ नि, हामी यहाँ घुमेर यता घुमेर जाँदैनौँ, हामी स्ट्रेट जान्छौँ, सिधा जान्छौँ। त्यसले गर्दा हामी सिधा तरिकाले अहिले हामीले माग गरिरहेको छौँ। होइन भने हामी यो बाटो बन्द नि गरिदिन सक्छौँ नि त। उपभोक्ता उठिसकेपछि कसो के लाग्छ? यो बाटो नबनिनुजेल हाम्रो अठोट माग राखेर कुनै पनि गाडी हिँड्नु नदिकन हामी ठुलो गाडी हिँड्नु नदी बन्द गर्न सक्छौँ नि। जस्तै इक्जाम्पल छ नि, पर स्टोन स्कुल छेउमा त्यो बाटो बन्द गरेरै अहिले पिच बन्यो के, भनेपछि त धोका दिनै पर्ने रहेछ नि त।
आन्दोलन नगरी कुनै माग पुरा हुँदैन नगरिकन माग पुरा नहुने रहेछ भन्ने देखायो नि त। हामीले चाहिँ के भनेको भने कुनै आन्दोलन चाहिएन हामीलाई, हाम्रो आवश्यकता चाहिँ पुरा होस् भन्ने हो हामीले। तर त्यति सजिलै पाउँछ जस्तो छैन। यहाँ निवेदन लगाएको अहिले 2-3टा निवेदन गइसकेछ। अब यो वर्ष पर्छ कि पर्दैन हेरौँ। तपाईँले सङ्घमा कि प्रदेशमा हाल्नु भएको छ? हामीले नगरबाट प्रदेशमा, नगरमा लगेर नगरबाट प्रदेशमा लानु भएको छ। पोहोर पनि लानु भएको छ, अहिले पनि लानु भएको छ। अनि यो चाहिँ सखुवागाछी हुँदै साकेला पार्क गेटदेखि शेर्पा सङ्घसम्म भनेर चाहिँ गएको छ पत्रमा, निवेदनमा। तर पोहोर चाहिँ ठुलो आशा थियो, पोहोरै छुट्दैन होला भनेको छुटिहाल्यो। अब यसपालि के हुन्छ यो देख्दै गर्दा चाहिँ के हुन्छ भने सङ्घतिर पनि हाम्रै मान्छे चाहिँ आवश्यक हुनु पर्यो। आवश्यक त्यो अवस्थाले चाहिँ मागिरहेको छ कि जहाँ जहाँ आफ्नो मान्छे छ त्यहाँ मात्रै हुँदो रहेछ। सिङ्गो नेपाललाई त हेरिँदैन रहेछ, पक्षपात हुँदै रहेछ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो अब अहिलेको अवस्थामा चाहिँ ड्रेनको काम चाहिँ सकियो। अब कालोपत्रेको छ। कालोपत्रे धरान 11 मा मङ्गलबारे तलतिर कालोपत्रे कहाँ छ? अहिले यहाँनिर 1 किलोमिटर पनि छैन त्यो टुक्रा। त्यो कहाँबाट पारेको साथीहरूले अब राम्रो स्पष्ट कुरा पनि गर्नुहुन्न होइन। गर्नु त राम्रो हो, हाम्रै धरान हो नि त। तर तल्लो भेगमा अब त्यो टुक्रा अलिकति एउटाले ल्याउँछ, एउटा त्यो टालेको लुगा जस्तो अर्कोले सिलाएर लाएको जस्तो हुन्छ। कमसेकम सबै गरौँ न हौ। के चाहिँ हुँदै मैले सुनेको चाहिँ के थियो भन्दाखेरि कालोपत्रे हुँदा चाहिँ जुन कालोपत्रे बाटोले छुको हुन्छ त्यो छुँदै छुँदै आउनुपर्छ भनेर सुनेको थिएँ। कि मैले सुन्नु गल्ती गरेँ कि त कानुन संशोधन भयो होइन। तर त्यसको विरोध गरेको होइन है। यस्तो त धेरै देखेको छु कि मैले। नेटमा आउँछ नि, आफ्नो घर अगाडि मात्रै टालेको देखिन्छ नि। अहिले त नेटको जमाना छ। त्यसले गर्दा चाहिँ होइन आक्रोश छ प्रेम सर, धेरै नै आक्रोश छ। किनभने नेताहरूसँगै आश गर्ने हो होइन। बाटोको होइन अब जनताले पाउने सेवा सुविधाको त नेतासँगै आश गर्ने हो नि त। उनीहरूले पुरै दिएन भने त त्यो आक्रोश हुन्छ नै। यो पनि जुन बाटो बनेको छ यो भन्दा अघिल्लो वर्षसम्म त धुलो खाएकै हो नि त यो ठाउँमा। यहाँ आउँदाखेरि ढुलो यता ढुङ्गा लडेर पछारिँदै कति हिँड्नु पर्थ्यो कि हामी आफै पनि भुक्तभोगी छौँ। यहाँ साकेलामा आउँदाखेरि लडेको छ कतिपल्ट होइन, लडेको छु म पनि होइन। त्यस्तो बाटोलाई अहिले स्तर उन्नति भएको छ होइन। कम्तीमा यो गिटी ओछ्याएर ड्रेन बनाएर गिटी ओछ्याएर यो चाहिँ पेल्ने काम भएर सहज, अब 17 गतेलाई सहज भयो होला होइन त? धेरै सहज भयो नि त हजुर। यो चाहिँ हाम्रो स्थानीय सरकार मेयरको सम्पर्क आइकन सम्भव भएको होला, दृष्टि यहाँ परेको हो। हजुर हो एकदम। यदि उहाँ हुनु न थियो भने र सिधा सिधी भन्नु पर्दा म नै यहाँ जोडेको थिइनँ भने पनि गाह्रो हुन्थ्यो कि। यदि म चाहिँ यति सङ्घर्ष गरेँ, मैले पनि आफ्नो ठाउँमा त सङ्घर्ष गरेको छु भन्ने नै लाग्छ है। अब चाहिँ हिजोसम्म त यस्तै हो भन्ने लाग्थ्यो। तर आफ्नो ठाउँको लागि सङ्घर्ष गर्नै पर्दो रहेछ भन्ने बुझ्नुमा आएको छ कि। र आफ्नो ठाउँको लागि अरूले गरिदिन्छ भन्ने आशा छैन मलाई। मेरो बुझाइ चाहिँ पहिला थियो भने सबै गरिदिइहाल्छन्, नगरले गरिदिइहाल्छन् भन्ने लाग्थ्यो। तर त्यो बुझाइ त गलत रहेछ मेरो। तपाईले योभन्दा अगाडि पहल गर्नु भएको थियो यो बाटोको लागि? तपाईहरुले यहाँको बासिन्दाहरुले त गर्नु भएको थियो होला, तर मैले चाहिँ गरेको थिइनँ। किनभने म त विदेशमा थिएँ। तर मेरो सोच चाहिँ के थियो भने अब धरान नगरपालिकाको हो नि त यो काम त होइन। अब बाटो बन्ने नगरकै हो, जहीँ पनि सरकारको भन्ने लाग्थ्यो मेरो चाहिँ विचारमा। तर त्यो होइन रहेछ कि। जहाँ जहाँ पहुँच पुग्छ त्यहाँ त्यहाँ काम हुँदो रहेछ। अनि त्यसको त फेरि अब हाम्रोलाई भन्दा राम्रोलाई सपोर्ट गर्ने मान्छे, अनि त्यसपछि मेयर साहब राम्रोलाई सपोर्ट गर्ने मान्छे, अनि मेयर साहबसँग यसरी जोडिँदै आउँदाखेरि चाहिँ यहाँ त छैन, ड्रेन पनि छैन, केही पनि छैन, लु हुँदैन मेयर साहबसँग भनेपछि मेयर साहबले केही नभनिकन 8,30,000 इस्टिमेट बनेर 8,30,000 रुपियाँ तपाईँहरूलाई अब मेयर कोषबाट आउँछ, तपाईँहरू काम गर्नुहोस् भन्नुभएपछि हामीले ढुक्कले काम गर्यो।
यहाँदेखि फेरि हामीले बनाएको ड्रेन चाहिँ जो कोही आएर नाप्दा हुन्छ है। अब 5 इन्ची भनेको ठाउँमा 6 इन्ची हुन्छ। अब यो नाप्नु चाहिँ यो 8 इन्ची हो इस्टिमेटमा, यो 10 इन्ची छ। हामीले चाहिँ अहिले 2-4 वर्षलाई होइन के, हामीले चाहिँ 100 वर्षदेखि माथि चाहिँ थामेस। हजुर, खप्ने गरिकन हुन्छ खपेस। त्यसले गर्दा चाहिँ अबको दिनमा चाहिँ गफले होइन के, जस्तै अब अहिले सुन्दै गर्दा साथीभाइलाई दुःख लाग्न सक्छ, यही कार्यक्रम भइरहेछ होइन, तर यो गफले केही पनि बन्नेवाला छैन। अहिले त्यहाँ के भन्दै हुन्थ्यो नि 5,63,000 घर समथिङ कति चाहिँ सुकुम्बासी छ, उहाँहरूलाई चाहिँ व्यवस्थापन हुनु पर्यो भन्दै उहाँहरूले सुनाउँदै हुनुहुन्छ। त्यो के लाग हुन्छ तपाईहरुले नि मिडियामा, यही मिडियामा नि भइरहेको होला, कैद भइरहेको होला, त्यो हामीले हेर्दै जाउँ न त व्यवस्थापन कसरी हुँदो रहेछ। यस्तो झुटो गफ नदिउँ के, काम गरौँ के काम। त्यसले गर्दा हामीलाई अब यहाँ डिस्टर्ब भयो के भयो भन्दै होला, तर त्यो कार्यक्रम भन्दा यो बाटो इम्पोर्टेन्ट छ नि त हामीलाई, हो नि। किनभने हामी हिँड्ने बाटो हो नि त यो त। भोलि अहिले रोकेर भोलि हाम्रो काम भएन भने त जवाफदेही हुन्छ त। यो कार्यक्रम जसले गर्नु भएको छ उहाँहरु त जवाफदेही पक्कै हुनुहुन्न होला। त्यसले गर्दा हाम्रो काम सक्नै पर्ने छ र उहाँहरुको काममा पनि त्यति बाधा पुगे, कार्यक्रममा पनि त्यति बाधा पुगेको छ भने चाहिँ लागेको छैन। यही गाडी आउँदाउमा अलिकति समस्या हो भन्दै खासै म अब जुन मेयरको कुर्सीमा धरानको मेयर हर्क साम्पाङ बसिसक्नु भएपछि त्यो कुनै पार्टीको मेयर होइन कि, कुनै जातिको पनि होइन, कुनै धर्मको धार्मिक गुरु पनि होइन, सिङ्गो धरानको हो के, सिङ्गो धरानको बुवा हो के, पिता हो। म चाहिँ त्यसरी बुझ्छु है। कति फरक छ है अघिल्लो पटकको मेयरहरूले जोडेको साधन र मेयरहरुका साम्पाङले जोडेको साधन। प्रत्यक्ष जनतालाई नै हुने किसिमले उहाँले स्रोत साधनहरू जोड्नुभयो होइन त, सवारी साधनहरू जोड्नुभयो। यो त सबै जनताको घर घरमा आइरहेछ नि त, होइन त? हजुर हो। अब जस्तै अगाडिको सम्पत्ति धरान उपमहानगरपालिकामा के थियो भन्ने विषयमा चाहिँ म त्यति जानकार छैन, तर प्रत्यक्ष देखिने कुरामा चाहिँ जेसीबी पनि देखिन थिएन, रोलर पनि देखेको थिइन, टिफर पनि देखेको थिइन। त्यो भन्दा अरु सम्पत्ति के थियो त्यो मलाई जानकारी छैन। थियो किनभने आपतकालीन थियो र दमकल थियो हैन, त्यो त भएकोलाई भएको भन्नुपर्छ। अनि अहिले अब नयाँ ट्र्याक्टर पनि थपिएको छ। सम्पत्तिहरू त धेरै जोड्नु भएको छ। यदि अगाडिको मेयरहरूले पनि जोड्नु सक्नुहुन्थ्यो होला नि त, जोड्दा त यसरी जनतालाई आफ्नो घर घर यसरी बाटो बनाउन सक्नुहुन्थ्यो होला नि, तर किन गरिएन? यस्तै कुरा छ। ल यति भन्दै म यति भन्न चाहे र धेरै कुराहरू अब मिडिया मार्फत बुझिदिनु भयो, मेरो मनको कुराहरू अब मिडिया मार्फत दर्शक माझ पुर्याइदिनु भयो। देश विदेशमा हुनुहुन्छ, अब मैले बारम्बार भन्ने गरेको छु, मैले बोल्दै गरेको कुराहरू कुनै गल्ती छ भने तपाईले यो बोल्नु गल्ती हो, यसको निष्कर्ष निकाल्नुस् भनेर खण्डन गर्नु छ भने पनि भन्नुस्। यदि राम्रो र साथ सपोर्ट दिएर मेयर हर्क साम्पाङलाई साथ सपोर्ट दिएर हिँडेको मान्छे हुँ र राम्रो कामलाई सबैले राम्रै मान्नुपर्छ भन्ने मेरो उद्देश्य हो। र जति पनि दर्शकहरू हुनुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद र हजुरहरूको मिडिया मार्फत जाँदैछ, मिडियालाई पनि धेरै धेरै धन्यवाद र मिडियालाई पनि साथ सपोर्ट गरिदिनु होला, हेरेर सेयर गरिदिनु होला भिडियोहरू। किनभने जति एकजनाले सेयर गर्दा 10 जनाले हेरिन्छ भने त्यो जुन सन्देशहरू चाहिँ जति सक्दो संसारभर फैलियोस्। नेपालवासी जति पनि आमा बुवा दाजुभाइ दिदीबहिनी हुनुहुन्छ उहाँहरूले यस्तो यस्तो हुँदै रहेछ धरानमा, धरानले यो मोडमा चाहिँ प्रगति गरेर जाँदैछ, स्तर उन्नति गरेर जाँदैछ भन्ने कुराहरू चाहिँ सुन्नु चाहन्छु। हस्, दिदी नमस्कार। नमस्कार। हजुरको शुभ नाम? मेरो रेखा राई हो। रेखा राई। हजुर यहीँको बासिन्दा? म यहीँको बासिन्दा, मेरो घर यही हो। यही बसेर आउनु भयो नि। जुन अहिले यो बाटो बनिरहेछ, यो 1 वर्ष अगाडि यो बाटो कस्तो थियो?
1 वर्ष अगाडि त हैन त्योभन्दा अगाडिको वर्षहरुमा कस्तो थियो बाटो यो बाटो त अब थिएन नि त्यतिकै भलहरु बगिने ड्रेन थिएन बिहाला थियो अब यो वर्ष चाहिँ अब हाम्रो मेरो थापा आउनु भइसकेपछि चाहिँ हामीले माग गरिरहेथ्यौं ठिकै छ हुन्छ हामी गर्नुपर्छ भन्नुभयो अनि अब यो पालि चाहिँ अनि उहाँको मेरकोसबाट झिकेर बन्यो अनि हामीलाई यो गरिदिनु भयो अनि हामीले बनाएको धेरै वर्ष अगाडिदेखि नै हामीले यसलाई चाहिँ बढाउन खोजिरहेको तर उहाँहरूले कसैले पनि त्यति ध्यानै दिनु भएन अनि बल्ल बल्ल चाहिँ अनि अब अहिले चाहिँ यतिको बनायौं तपाईहरुले पनि देखिराख्नु भएको छ त हैन अन्त बाटो त धेरै सहज यतिको त धेरै सहज हो दुःख धेरै गर्यौं के हामीले आफै श्रमदान गर्यौं कति अब यहाँ लाग्ने सामानहरु किन्नेहरु मात्रै हो अनि सबै घरबाट निकाल्यौं हामीले सबै जुटेर गरेको क्या तर अब ठेकदारलाई दिएको भए सायद यतिको हुने थिएन होला आफै चाहिँ जुटेर चाहिँ सबैजना समितिमा भएको मान्छेदेखि लिएर सबै जुटेर चाहिँ यतिको बनायौं के पहिला तपाईहरु यो ठेक्का यदि दिनु परेको भए कतिसम्म लाग्छ भने किन तपाईको कोषाध्यक्ष पनि हो यो समिति हैन हजुर कुनै आइडिया छ कति लाग्थ्यो यो ठेक्काबाट दिनु परेको भए यो अब ठेक्कामा दिनु परेको भए चाहिँ टाइम पनि धेरै लगाउने हैन अनि हामीले सोचेको भन्दा पनि बजेट त बढी नै हुन्छ किनभने हामीलाई अहिले नगरले दिनुभएको भनेको चाहिँ 8,30,000 हो जम्मा हैन त्यो बजेटले पुग्दैन थियो किनकि अब ठेकदार भनेको त आफूले यसो अलिकति झिकेर खानु पनि हो हैन अनि आफ्नो खटेर गर्ने भनेको हामी आफ्नो गाउँ आफै बनाऊँ भन्ने जस्तो पनि आफूले गर्यौं भने त डर पनि भयो नि त किनकि माल मिटर सबै राम्रो लाउनु पर्यो हामीले मजाले गरेर हामीले राम्रोसँग डर बनाउने कोसिस गर्छौं नि त हामी आफै त अनि अब समय पनि धेरै नै लाग्थ्यो किनकि हाम्रो यो 3 महिनाको योजना हो तर हामीले अस्ति कम्प्लिट गरिसकेको हामीले चाहिँ यो अब यहाँ रोलर लाउन माटो ड्रेन बनाइसक्यो बाटोमा अनि यो रोलर पनि अनि यहाँ यता त्यसो मिस्किटी लाउनु पुर्नु अब कुर्नु पर्यो नि त 20 वटा वडा छ सबैतिर कुट्नु पर्यो त्यही भएर चाहिँ अलिकति भएको नत्र भए हामीले अस्ति सकाइसकेको थियौं के तपाईहरु यो श्रमदानबाट जति लाग्ने यहाँ लेबर कस्टहरु मिस्त्री कस्टहरु चाहिँ सबै श्रमदानबाटै गर्यौं अनि अब जस अब मिस्त्री जान्नेलाई चाहिँ अब दिनु पर्यो सधैँभर त श्रमदान गर्नु पनि सक्नुहुन्न उहाँहरु पनि हैन लेबर अब अलि अनि हामीले जति हामीले श्रमदानबाट गर्न सकिन्छ त्यो चाहिँ हामीले श्रमदानबाटै गरेको छौं भनेपछि अब यो ठाउँमा यति बाटो बनिसकेपछि तपाईहरु खुसी हुनुहुन्छ खुसी एकदम अब यति बनिसकेपछि ढुक्क भयो नि त किनकि हाम्रो छोरीको पालामा पनि अब राम्रो सहुलियत भयो त्यहाँदेखि उनीहरुलाई पनि दुःख भएन हामी दिने धुलो धुवा खाएर बसिरहेको बाटोले कति पेल्छ कति जान्छ भन्ने झुक्टुका पनि भएन यो त अब वर्षौलाई भयो नि त अनि त्यही भएर हामी चाहिँ धेरै खुसी छौं हेर्नु न यहाँ बिहानदेखि खटेको छौं किन यहाँ डिस्टर्ब पनि भइरहेछ नि त यहाँ अर्को प्रोग्राम रहेछ थाहा भएन हामीले चाहिँ अस्ति कम्प्लिट गर्थ्यौं यहाँ गोलो घेरामा अलिकति त्यहाँ थियो क्या काम अनि त्यो भएको कारणले पनि गाडीहरु कता कता काम परेर गएकोले पनि अनि आज ठिक्क पर्यो यहाँ पनि यस्तै परेको रहेछ अनि गाह्रो भयो क्या डिस्टर्ब गरिदिरहेको नत्र अघि सिधै सकिन्न अघि तपाईहरुको यो रोलर लाउने काम पानी लाउने काम अघि कम्प्लिट भइसक्यो गाडीले डिस्टर्ब गरिरहेछ निकाल भनिरहेछौं र पनि अझै पनि उयो गरिरहेको छैन हाम्रो 11 को वडा अध्यक्षलाई बोलाएर यहाँ माइकिङ गर्नु लाएर कतिवटा चाहिँ निकाल्यो कतिवटा चाहिँ लडाइरहेछ मिलाएर गर्नुपर्ने हुन्छ उहाँको कार्यक्रम पनि आज पनि सबै रोलरहरु सबै आजै जोडेको तर यो कार्यक्रम हुन्छ भने त्यति थाहा थिएन अस्ति 10 गते नै हुन्छ भन्दै हुन्थ्यो त्यहाँको अध्यक्षले होला भन्ने सोचेको तर फेरि आज राखेको रहेछ अनि थाहै भएन क्या हामीलाई ठीक छ दिदी हजुरको शुभ नाम के भन्नु न मेरो रेखा राई हो रेखा राई तपाईको कोषाध्यक्ष हजुर कोषाध्यक्ष हुन्छ धन्यवाद हुन्छ नमस्ते